कस्तो हेर्नु न हामीले लाइसेन्स बनाएदेखिबाट कहिले चेकै गर्नु हुँदैन सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल के छ अनि तपाईँहरूको हालखबर मेरो त ठिक छ अनि म चाहिँ कलेजबाट आएँ अनि त्यसपछि लुगा फेरेर म निस्किहालेँ अनि अब उता साथीकोमा जान्छु आज म साथीकोमा खाना खान्छु कि गाइस अनि उता खाना खाएर हामी एकछिन बाहिरतिर घुम्न जान्छौँ अब तिनजना भेटेपछि हामी घर बस्नु त कुरै भएन हजुरहरूलाई पक्कै थाहा नै छ हामी टेन्टी दुरुवालाई कस्तो घाम लाग्छ है घाम लागेर अल्छी बनाइदिन्छ क्या झन् बिहान कलेज गयो भने के अल्छी लाग्छ नि दाइलाई बिर्सिदिएको आज बिहानैदेखि यस्तै देखेर चाहिँ ट्याक्सीवालाहरूले लास्ट पेलाउँछ क्या बाइक चलाउनेहरूलाई खोइ त कस्तो खतम हुन्छ नि के नगर्नु भेट्नुलाई भेट्न जाँदा यो बाटोमा कता खाल्टो छ कता के छ सफा भइसक्यो भनौँ मलाई नमुना नगर्ने क्या गाइस यो नमुना नगर नाम पनि कस्तो थरीको हुन्छ नि ठाउँहरूको अचम्म लाग्दो नामहरू हुन्छ नि हाम्रो मिस भेनमको बाइक चाहिँ बाहिरै रहेछ आज किन हो बाहिरै रहेछ उसको बाइक आज त्यो स्ट्यान्डले केटीहरूलाई नि भेट्यौँ अब हामी जाँदैछौँ बिस्तारै सर आनन्दले जान चाहिँ हामी घरभन्दा अलिकति माथितिर जान्छौँ गुरुङ गाउँतिरसम्म पुग्छौँ कि हामी सायद आज कस्तो धुलो उडाएको छ गाडीले पानी पर्ने हुँदैन त्यो त बिचै हुँदैन सबै कस्तो धुलो उडेको के गाई त अब गाडी आयो भने त बिचक हुन्छ मेरो ए लचक हाल्नु त्यो दुईजनाले ब्ल्याक लगाएको छन् अनि मैले रेड लगाइदिएको होइन अलिकति एक्स्ट्रा भन्दा क्या एक्स्ट्रा भन्दा नि तिनैजनाले ब्ल्याक लगाउनु भन्दा नि के अरे एकजनाले एक्स्ट्रा लगाइदिँदाखेरि दामी देखिन्छ नि फेरि यताको बाटो चाहिँ मजाको छ क्या है चलाउनलाई गाडी भएन भने हामी यो बाटो चाहिँ स्याटरडे ब्लक हुन्छ यो बाटो पनि फुड फेस्टिभलले गर्दाखेरि मजा आउँछ नि यता नेवारी फुडहरू म चाहिँ फेरि नेवारी फुड एकदमै मनपर्छ हजुरहरूलाई कस्तो लाग्छ यति मन पर्दैन छैरा कचेलाहरू दामी लाग्छ कस्तो शीतल भएको क्या सर्रा हावाको यता त घामै लागेको छैन रहेछ माया लाग्छ नि हाम्रो त्यो कति माया लाग्छ तर्छ बिचरा लगी नजाऊ फेरि फर्केर गयो उतैतिर गाडीले मलाई अफिस जानै दिँदैन भयो होला कतै छोड्दैन त इरिटेट लागिसक्यो पछाडि बस्दा फेरि आफूलाई मलाई गाडीको पकेटमा चाहिँ साह्रो झ्याउ लाग्छ अनि लास्ट हुनुहुन्छ क्या अनि हाम्रो यहाँ तलपट्टि हुनुहुन्छ नि अस्ति न तपाईँले भ्लग हेर्ने मान्छेहरू त सबैजनालाई थाहा नै छ होला होइन मलाई मन पर्यो भन्दै थिएँ होइन अनि आज चाहिँ त्यही भएर अगाडि बढिरहेको छु अनि हामी पनि जान त यतिको सपोर्ट हाल्नु
मेरो साथीलाई हेर्नु आज किन केटी सम्म छ भने त कुरा यस्तो पो हो र ए दामी बटाइरहेछ क्या आज केटीले अगाडि यतातिर त चित्र आउँछ भनेको कुकुर मात्रै देख्छु त राति आउनुपर्छ होला है चित्र हेर्नलाई ल ल ल ल के हो त तारिरहेछ क्या आज किन साथी सम्म छ भने त अघि भर्खरै थाहा पाएँ मैले ठिक छ प्रगति गरौँ साथीहरूले होइन साथीहरूको प्रगतिमै म खुसी हो क्या मेरो कल्याण होस् कि नहोस् सबैजनाको कल्याण होस् म त त्यही सोच्छु नि साँच्चीकै होइन मैले हुडी लगाएर आएको भए यसलाई टिल्ला घाम परिरहेको हुन्थ्यो होइन आज मैले अब खुल्ला लगाएको छु होइन अनि यो खुल्ला लगाएपछि चाहिँ अनि हेर्नु न यहाँ चिसो हुन थाल्यो न घाम लागेको छ अहिले पानी पऱ्यो भने अनि अहिले मलाई फेरि लास्टै जाडो हुन्छ क्या गाइस मलाई यस्तो जाडो हुन्छ कुरै नगर्नु जाडोको मामलामा त चित्रा निक्ल्यो भने अनि म टक्लक्कै यहीँ ढल्छु आज साथीको ब्याड लक रहेछ बिचरा गुरुङ गाउँतिर जाने होला भन्था होइन केटीहरूले त्यतातिर झारे होइन अब जाउँ यतितिर अब जता लग्छु त्यतै जाने हो क्या पछि लागेर जाउँ त्यो आएको थिइनँ क्या त्यही भएर नानी ला सर्जी भेटेन नरौ ल साथी आज फेरि फर्ममा थियो बिचरा चलाउ न त्यही भनेर के गर्छ लडाइदिन्छ क्या साथी चिन्ता नगर केही छैन ब्याड लक रहेछ तिमीलाई आज मन दुख्यो जाँदाखेरि भेटिन्छ होला नि है मन नदुखाउ ल क्याफमा गएर बस्नुपर्छ जबसम्म आउँदैन तबसम्म त्यहीँ बस्ने है आउँदैन नभन्न तेरो जाइ हो क्या आउनुहुन्न म के भनौँ भेना भन्नु होला होइन ल म चाहिँ भेना भन्छु ल म सबैको के अरे म साली भएर बस्छु ल मुटु त्यही भने टुट्यो नि त मुटु टुट्नु नै ठुलो कुरा हो हाम्रो लागि अहिले देखिन्छ होला कि काफल हेर तर बाउको कति पाकेको हो के हो त्यो काफल कालै भएको छ त चढ्न कसले चढ्न आउँछ रुख काफल हो र चिलाउनेको रुख हो कसलाई चढ्न आउँछ अरे फेरि काफल होला कालो छ त नि कति लोटरमा फले जस्तो छ अनि कालो हुँदैन सबै काफल हुँदैन नि त साथी के छ त अनि सो हामी चाहिँ यता आइसक्यौँ कुन ठाउँमा आएको छौँ के पनि थाहा छैन यहाँ ठाउँ राम्रो रहेछ बस्न लागि होइन यस्तो भिडियो खिच्नको लागि अनि हामी यहीँ बस्यौँ हेर्न न कस्तो राम्रो देखेको छ डाँडा काँडा वा दामी देखेको छ सो गाइज अब हामी एक्सट्रिम खान्छौँ अनि त्यसपछि हामी एनर्जी बढाउँछौँ अनि हेर्नु न ठाउँ कस्तो राम्रो छ अनि हाम्रो बाइकहरू चाहिँ हेर्नु न कता कता फर्किया छ एउटा उतातिर एउटा यतातिर एउटा यतातिर ठिक छ राम्रो छ ठाउँ यहाँ दुईटी चाहिँ थच्केर बसेको नि यसरी होइन गाइस कपाल मिला गालेर राम्रो देखिन्छ नि एउटाले चाहिँ कली गरेर आएको छ है गाइस त्यही भएर पछाडिको खिच भनिरहेको छ मलाई अहिलेदेखिबाट यस राम्रो छ है केटीहरू अब यसले बताएर चाहिँ हेर्नु त्यसलाई हतार परिसक्यो अघि हामी गएको हुनुहुँदो रहेछ अनि त्यसपछि हामी यहाँ तल एकछिन आइसक्रिमहरू खायौँ अनि त्यसपछि हामी अब जाँदैछौँ बाटो पनि फेरि यता त यताको बाटो चाहिँ अलिक बिग्रिरहेको छ कि गाइस सेम चाहिँ लगाइकन है भनेर हेरेको कि ब्यागमा बेसी दिन्छु पो म त त्यो साइडमा चाहिँ हाम्रो यो बर्खाको बेला सबै ठाउँमा झर्ना हुन्छ क्या यतातिर त बाटोमा झर्ना हुन्छ यतातिर यहाँनिर नि भयो किन हामी त बसेको भन्दा साइडमा पनि ठुलो झर्नाहरू हुन्छ कस्तो मजा आउँछ गरी महिनामा
चाहिँ खेल्न आउँदैन कोही पनि हाइटे साथी अनुसारसम्म चाहिँ जान्छु कि हाइटे जहाँसम्म साथ दिन्छ नि मलाई त्यहाँसम्म चाहिँ म जान्छु कि हेरेर गएर छ भने चाहिँ जाँदैन जस्तो पर्फेक्टली आउँदैन नि त मलाई देखिन्छ क्या कस्तो दामी ठाउँमा छ होइन न यो रिसोर्टहरू के हो त्यो होला दामी छ कस्तो दामी भ्यू पनि देखिन्छ त्यहाँ यिनीहरूलाई अगाडि पठाइदिन्छु म साथीलाई होइन अगाडि पठाइदिएको क्या हाम्रो मिसाङ्गीलाई रोक्नु पनि भयो है आज त ए ल आज है फाइनली त्यही पनि के लाइसेन्स चेक गर्नु भएन जबरजस्ती देखाएर जस्तो हेर्नु न हामीले लाइसेन्स बनाएदेखिबाट कहिले चेकै गर्नु हुँदैन देखाउने भन्छ कहिले त्यस्तो गर्नै हुँदैन पहिला भाग्दा भाग्दा हैरान भएको थियो मैले लाइसेन्स बनाएपछि ए जबरजस्ती हेर्नु भनेको क्या हामीले हाम्रो ट्राफिक नियमअनुसार भन्छ कि तपाईँहरूले चाहिँ सबै क्लियर छ ती प्रगति जीवन क्षति मापसी गरेर चलाउनु भयो भने तपाईँहरू के अरे जीवन क्षति हुन्छ मापसी गरेर चलाउनु भएन होइन ओभर स्पिड चलाउनु भएन टर्निङमा ओभरटेक गर्नु भएन हाम्रो ट्राफिक नियममा चाहिँ के भन्छ भने ती प्रगति जीवन क्षति चाँडो गए भन्न सकिन्न ढिलो आवश्यक पुगिन्छ भन्ने धारणा छ नि त्यही अनुसार तपाईँहरूले आफ्नो ट्राफिक नियम पालना गरेर चलाइदिनुहोस् भन्ने हाम्रो आग्रह होइन त्यसैले तपाईँहरूले यहाँ हाम्रो नुवाकोटमा आउनुभयो तपाईँलाई स्वागत छ कताकता आउनुभयो होइन धन्यवाद तपाईँहरू आउँदै गर्नुहोस् चेकिङको लागि तपाईँले एकछिन साथ दिनुभयो तपाईँले टोल्नु देखाइदिनु त्यसको लागि धन्यवाद होइन साथी तिमीलाई मौका दिएको के गरेको तिमीले यस्तो दिलमुख जबरजस्ती हेर्नु भनेर लगाइदिएको त साथी त नभन्दिन भने नबोल्दिन कस्तो हेर है हाम्रो साथीको साथी मलाई थ्याङ्क यू भन्दैनौ साथीलाई माहौल बनाइदिएको क्या मैले साथी मेरो भलो होस् कि नहोस् तिमीहरू दुईजनाको भलो हुनु ल ल चल्नु होला नम्बर राखिदिने हो नम्बर राखिदियो अहिले जाउँ टिकट त गरिदिनु पऱ्यो नि त होइन तर मैले बिलबुक चाहिँ हालेँ कि हालिनँ भन्ने कुरा हो ल गाइस अब मेरो आजको भ्लग चाहिँ यहीँ एन्ड हुन्छ अनि त्यसपछि सबैजनाले माया गरिदिनु होला यसरी नै सधैँ होइन सबैजनाले बाई बाई अब अर्को भ्लगमा भेटौँला है किनकि भ्लग इन गर्न त मन थिएन कि अहिले नै तर अब त्यही हो चार्ज प्रब्लम होइन अनि मैले आज धेरै चार्ज गरेको थिएन अनि कलेजबाट डाइरेक्ट आएको हो नि त अनि त्यही भएर चार्ज गर्ने टाइमै पाएन क्या मैले छुटिरहेको थियो चार्ज छोड्थेँ अनि भन्नु त केटीहरूले हिजो भनेको तर म त निदाएछु छिटै ल गाइस बाई बाई सबैजनालाई